त्यही भएर म भन्छु कि म सुदनलाई होइन गृहमन्त्री हुनुहुन्छ उहाँ होइन तर पनि म उहाँलाई भाइ र छोराकै रूप देख्छु कि पुरै एउटा हक्की टाइपमा मेरो भाइ र दयालुमा मेरो छोरा बस यति हो। त्यो भिडभाडबाट मेरो छोरा आउँछ कतैबाट हाँसेर आउँछ भन्ने त्यो हुन्छ कि अहिलेसम्म म विश्वासै गर्न सकेको छैन कि मेरो छोरा छैन। कतिखेर ऊ बेलुका भयो साँझ भयो आउँछ बिहान भयो मामु दुध तताइदिनु भन्छ त्यो कि मलाई विश्वासै छैन कि कुनै हालतमा मलाई विश्वास छैन मेरो छोरा छैन भन्ने। कुन स्थिति कुन मानसिकतामा म हिँडेको छु भन्ने त मलाई मात्रै थाहा छ कि दुनियाँले सोच्दाखेरि ओहो यो सांसद भई सांसद पदमा गई ओहो सांसद भने तर मलाई त्यो पदको कुनै मान्यता लाग्दैन कि मलाई लाग्दैन जुन छोराले उठाएको न्याय